दाजु यो ठाउँलाई के भन्छ अरे? यसलाई कीर्तिपुर र नैकापको जोड्ने पुल। कीर्तिपुर र नैकाप जोड्ने पुलमा हामी हाम्रो टोली भर्खर अवतरण गरेको अवस्था छ। यो गल्छी भन्दा पनि भयो। गल्छी सोबारको गल्छी पनि बनिन्छ। त्यहाँ तल एउटा मठमन्दिर जस्तो छ, त्यो ओह्रालो झरेर जाँदा तल खोला पुगिरहेको छ। आज रातभर पानी परेको हुनाले खोला ठुलो नै छ। यहाँबाट दृश्य अवलोकन गर्ने, यहाँबाट यो खोलाको दृश्य अवलोकन गर्ने, भ्यू अवलोकन गर्ने ठाउँ हो यो। पारी हामी काठमाडौँ सहर देख्न सक्छौँ। दृश्य अवलोकन गर्ने ठाउँ हो। नयाँ विरतिका जोडिएको भइहाल्छ। अवलोकनको लागि बनाइएका सिँढीहरू हुन् नि, मैले सिँढी झरिरहेको अवस्था छ। देख्न सक्छौँ यस मनोरम दृश्यमा। पुल एकदम पुल भएको अवस्था छ। तर पनि यो चाहिँ अवस्था छ। अवलोकनको लागि बनाएका थुप्रै ठाउँहरू हुने नि त्यहाँबाट देखिएको काठमाडौँको दृश्य हो यो। ये तो तपाईं जाँदा एक्लै हैन, सिंगल हैन। यो हामी अवलोकन गर्न जाँदाको अवस्था हो। बाटो गोरेटो बाटो छ यहाँ। सोचे झै जिन्दगी रहेनछ, सोचे झै जिन्दगी रहेनछ, सोचे झै जिन्दगी रहेनछ, रहेनछ भन्ने पनि होइन, रहेनछ भन्ने पनि होइन। 270 वर्ष पुरानो पिपल यो चाहिँ यो अहिले अवलोकनमा हामीले 270 वर्ष पुरानो पिपलको नजिक हामी पुगिरहेका छौँ। धन्यवाद यो जसले लगाउनु भयो। कमसेकम हामी यति भाग्यमान त भयौँ नि, त्यसको चिसो हावा हामीले नयाँ पिपल रोप्छ। पिपलको छारीमा जाँदैछौँ।
जति यो पिपलको छारीमा बस्न मजा आउँछ त्यति मजा कुनै ठाउँमा पनि बस्न मजा आउँदैन। यसले स्वच्छ अक्सिजन दिन्छ यो पिपल रुखले र मानिसहरू टाढा टाढाबाट आएर साँझ बिहानमा यहाँ चिसो हावा लिने गर्दछन्। त्यससँग हामी पनि किन छुट्टिने भनेर हामी पनि यहाँ बस्छौँ। अब एकछिन यहाँबाट देखिने हे कता बिसाउ पिरैको भारी पिरैको भारी माया हो उकालीमा भेटेर चौतारी डाँडैको देवी देउराली माया हो पात बजाउँदै घरे है ओराली मै बस्छु सम्झी झल्झली ट्याउ 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 ट्याउ। अब यता यो के भन्छ यो किर्तिपुरको पाँगा भन्ने हो के अरे ट्याङ्ला फाँट है। अनि यता कलङ्की पर्यो यो अब सिभिल होम भइहाल्यो। पारी हामी धेरै टाढा स्वयम्भू पनि अवलोकन गरिरहेको छौँ, स्वयम्भू पनि देखिरहेको छौँ। पुरा त्यस्तो हो है। अब हामी यहाँबाट कल्तिर गयो ठुलोको दृश्य ल्याउनु पायो भने पुरा राम्रो हुन्छ। जाउँ 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 जाउँ। पानी ट्याङ्की हो यो? ठिक छ त, पानी ट्याङ्की जस्तै नै छ। दृश्य अवलोकन गर्ने ठाउँ त रहेछ, तर त्यति यो चाहिँ अलिक डरलाग्दो अवस्था रहेछ। त्यति खासै राम्रोसँग व्यवस्थित चाहिँ रहेनछ, तर ठिकै छ। बर्खाको खोला एकदम उर्लिरहेको अवस्था छ। अनि कुञ्ज दाजु, यो खोलाको याद आउँदाखेरि मलाई चाहिँ जीवन शर्माको गीत याद आयो। हो त्यो रन्काइदेऊ न एउटा गीत गाइदेऊ। एउटा गीत थियो नि, तपाईँ गाइदिनु न। त्यो मलाई त गीतको यादै छैन। रक्तिम होला अब रक्तिमतिर अब होइन जीवन शर्माको भनेर फेरि अर्को नाम फेरि उता उल्टो पर्ला कि काण्ड मोर्चेला चाहिँ हजुर कुञ्ज दाइ, तपाईँलाई एउटा कुरा नि अवगत होला, हाम्रो यो खलडाँडाबाट पारी जोड्ने यस्तै पुल चाहिँ डिपिआर भइसकेको छ र अब तत्काल 1 करोड बजेट छुटिसकेको रहेछ। यो वर्ष काम सुरु हुने भन्ने कुरा छ। 6वटा डिजाइन गराएको छ अरे इन्जिनियरले होइन। कस्तो डिजाइनको बन्छ भन्ने कुरा अझै फिक्स भएको छैन। 1 करोड पऱ्यो। त्यो चाहिँ एकदम ठिक छ। बर्खा लाग्यो घरी र बादल बज्नै छोड्यो गाउँमा नि मादल खोली तारेको सम्झेर मायालाई आउने गरेको। नखाएसँग गीतमा आउनु बराबर छ। तर पहिले यति खास यहाँनिर त्यति चर्चा थिएन होइन। यस यो पुल पछि चाहिँ
फुलपुर यहाँको अहिले चन्द्रगिरी 15 को वडा अध्यक्ष कडा हो धेरै एकदमै